यदि तपाईँ पनि वैवाहिक जीवनमा विभिन्न समस्याले गर्दा ग्रसित हुनुहुन्छ अथवा विवाह नै भइरहेको छैन, तपाईँले आफ्नो तर्फबाट पुरै तयारी गरेर बारम्बार परीक्षा दिन खोज्दा पनि परीक्षामा असफल भइराख्नु भएको छ, लोकसेवा आदि अथवा जागिरको क्षेत्रमा असफलता प्राप्त गरिरहनु भएको छ, विदेशका लागि पनि सबै कुराहरू मिलिसक्दाखेरि पनि सबै तर्फबाट तपाईँले आफ्नो कुराहरू समस्त रूपमा पूर्ण रूपमा तयारीमा बस्दाखेरि पनि विभिन्न समस्याहरू आएर विघ्न बाधा आएर असफलता नै हात लागिरहेको छ भने तपाईँका जन्म कुण्डलीमा पनि विभिन्न प्रकारका दोषहरू हुन सक्छन्, जसमध्ये कालसर्प दोष अथवा पितृदोष, जसलाई चाहिँ नागदोष पनि भनिन्छ, त्यसै गरी पिशाच दोष अथवा अन्य प्रकारका विघ्न बाधाका दोषहरू हुन सक्छन्, जसको जानकारीको लागि तपाईँले नजिकै गएर परामर्श लिन सक्नुहुन्छ। विज्ञ व्यक्तिहरूबाट जन्मकुण्डली सम्बन्धी समस्याहरूलाई चाहिँ जानकारी लिएर ती समस्याको समाधान गरेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ, जसले गर्दा सफलता हात लाग्न सक्छ। र तपाईँ सिधै हामीसँग जोडिएर हामीसँग परामर्श लिएर उपाय गरेर अगाडि बढ्न पनि सक्नुहुन्छ, जसको लागि हामीले तल दिएको नम्बरमा व्हाट्सएप अथवा कल गरेर अगाडि बढ्न सक्नुहुन्छ।